यो दृश्य हामी खप्तर जाँदै गर्दा खप्तर जाने क्रममा देखिएको एउटा खोलाको दृश्य हो। एकदम रमणीय छ। शुद्ध पानी हेर्दाखेरि पानीमुनिको ढुङ्गा सफा देखिरहेको छ। एकदम प्राकृतिक रूपमा एकदम धनी छ। खप्तर स्वर्गकै एउटा टुक्रा हो भनेर पनि चिन्न सकिन्छ। त्यहाँको रमणीय वातावरण, त्यसै गरी त्यहाँका पाटनहरू, त्यसै गरी त्यहाँ फुल्ने फुलहरू देख्दा एकदमै करिब करिब हामी 16 किलोमिटर हिँडिसकेपछि हामी खप्तर पुग्छौँ। तर ती हिँडिरहँदाखेरि जति नै थकान लागे पनि त्यहाँका खप्तर पुगिसकेपछि त्यहाँको रमणीय दृश्य देखेर ती थकानहरू थाकेको महसुसै हुँदैन। त्यसैले तपाईँहरू पनि एकचोटि खप्तर चाहिँ घुम्नुहोला। एकदमै रमाइलो छ, सुन्दर छ, शान्त छ।